बुवा आराम हुनुहुन्छ? ठिक छ बाबु, ठिक छ। कति वर्षको हुनु बुवा? म 3 सालको हुँ। 3 सालको भनेपछि 79 वर्षको हुनुभयो। अहिले पनि कृषि कर्म गरिरहनु भएको छ? यता गुजारा, टाइम पास, हजुर, घर खर्चको लागि। हजुर। यस्तो यो शिक्षा छैन, यो के हुन्छ भने यो इतिहास हो। हजुर। मेरा भावी पिँढीले यस्तो मेरा बाले यहाँ उत्पादन गरेका थिए भन्ने एउटा रेकर्ड राख्नको लागि, खास कमाइको लागि मैले पेसा धन्दा केही गरेको छैन। यो बच्चालाई देखाउँदा निर्वाह र सिकाइको लागि, बच्चाको लागि, अहिले आइरहेको बच्चाको लागि सिकाइको लागि यस्तो हुन्थ्यो यहाँ भनेर, यहाँ केही पनि हुँदैन थियो, गरेर हुने रहेछ भन्ने मेरा भावी बच्चालाई यो शिक्षा दिनको लागि, शिक्षाको लागि गरिरहनु भएको छ। टाइम यसो जस उत्पादन पनि राम्रै हुन्छ, यहाँ माटो राम्रै छ। 30 किलो टमाटर फाल्यो अहिले। हजुर। देउलीमा 3000 को टमाटर फाल्यो। त्यो दाना राखेको छु। हजुर। अब ठिक्क असारमा तयारी हुन्छ यो टमाटर तयारी हुन्छ। हामीलाई घर खानालाई मात्रै भएपछि म सन्तुष्ट छु। पैसा मैले ल्याउनलाई खोजेको छैन। भैँसी पनि पाल्नु भएको छ? भैँसी छ। अब जाउँदै जेठामा त्यहाँ घाँस घाँस छरेको छु, त्यो चैतमा ओखल हाल्नलाई। हजुर। त्यहाँ तोरी थियो। हजुर। त्यो खाली नराखौँ भने, खाली भएपछि के हुन्छ भने हात खालीको पेट खाली हो। हजुर। हो कि होइन? हात खाली गराउने पेट खाली हो। यी बच्चाहरूले पनि यो बुझ्न जरुरी छ। यस्तो हुन्थ्यो भने पनि त ठुलो कुरा भयो, इतिहासै हो त्यो पनि। ए छ, ठिकै छ बाबु, म सन्तुष्ट छु। अहिले स्वास्थ्य ठिक छ? स्वास्थ्य एकदम ठिक छ, सन्तुष्ट पनि छु। बच्चाहरूले सन्तोष दिएछन्, बदमासी गरेका छैन नि, त्यही सन्तुष्ट छु। नराम्रो नगरेपछि यत्तिकै राम्रो छ। यत्तिकै राम्रो हामीलाई। अनि कति बजे उठ्नुहुन्छ बुवा बिहानमा? म 4 घन्टाभन्दा बढीमा सुत्दैन, प्रत्येक दिन। 4 घन्टाभन्दा बढी सुत्दैन। 4 घन्टा म शिथिल हुन्छु, त्यहाँबाट बास आफ्नो पेसा। कृषि सँगसँगै अरू के कामहरू गर्नुहुन्छ? कृषि अरू त केही पनि छैन। मोबाइल समाचारहरू हेर्नु? मजाले त्यो त पुरा धेरै पहिले सानो टिभी पनि ल्याएर दिएको थिएँ। हजुर। त्यताबाट हुँदै अहिले त जाने यो ठुलो मोबाइल पनि आयो। हजुर। यसमा पनि लाग्यो। यसमा कोही भन्नु छैन, यो देशमा निकै होछ कि। हजुर। यो देश धनी होछ, तर बदमासीका पाला परेको छ यो देश। यो देश निकै कस्ता प्लट खेत देखिन्छन्, कस्ता बगान देखिन्छन्, कस्ता मान्छे त्यत्तिकै बसेछन्। चोर फटाहरूले जाने देश सखा पारेका छन्। मैले जिम्मेवारी खाएँ। हजुर। पञ्चायती खाएँ, अनि यो गाउँपालिका पनि खाइयो। अझै पनि बाँच्यो भने यो पनि देख्ने भइयो अहिले जे हुँदैछ। हजुर, पहिला हजुरले जान्दाखेरिको समाज कस्तो थियो बुवा? त्यतिखेरको मान्छेहरू कस्तो थिए? एकदम सिधा कस्तो थियो? यहीँको तयारी हो, बाहिर खाने के थिएन। एउटा भैँसी पालेर यही जग्गाबाट हामीलाई तेल घिउ पुगेकै थियो। हजुर। सालमा एकचोटि बजार गर्ने। हजुर। झन्नी पत्थरकोट गएर ल्याउने बाबुहरूले, त्यस्तै किसिमले हामीले खाएर बस्यौँ बाबु। अहिले त स्वर्गै छ हाम्रो, मेरो लागि त यो हुन त मेरो लागि स्वर्ग हो। पहिलाको भन्दा अहिले राम्रो लाग्छ? अहिले धेरै राम्रो, धेरै शिक्षित। पहिले धेरै शोषक डाँडका फटा थिए यो गाउँमा। हजुर। अहिले छैनन्। अहिले एकदम अर्कै जमाना आयो कि अहिले। ठिक छ, अहिलेको विधानसभा अलिक के गर्छ, यसले सलट गऱ्यो भने देश बन्यो, होइन भने गयो 50 वर्षलाई। समाज चाहिँ पहिलाको समाज राम्रो थियो कि अहिलेको समाज राम्रो छ? पहिलाको बच्चाको हुर्काइ र अहिलेको बच्चाको हुर्काइमा के फरक पाउनुहुन्छ? पहिला अब शिक्षाको त अभाव थियो नै। पहिलाको र अहिलेमा त यही फरक भएको त, यस बेलामा यही चाहियो। हजुर। ऊ बेलामा त्यही चाहिएको थियो कुरो नि। हजुर। त्यो त हावा अनुसार हुन्छ नि, समयको माग अनुसार ठिकै छ। ठिकै छ। तर अहिलेको बच्चाहरू त त्यति धेरै पहिलाको जस्तो जिम्मेवार त छैनन्, के लाग्छ बुवालाई? पक्का जिम्मेवारी छन्, त्यस्तो कुरा हुन्छ कि होइन? है पुरा जिम्मेवारी छन् त। समयअनुसार जे होस् बच्चाले ठिकै गरिरहेको छ। अहिले एकदम बच्चाले कति ध्यान दिएर, हामीले पढ्न पठायो भने बाहिर हेर्न जान्थ्यौँ, गुच्छा खेल्थ्यौँ, हामीले आफै घाटा खायौँ। अहिले त्यो छैन। अहिले बच्चा धेरै शिक्षित छन्, तर धेरै राम्रा। अब 8-9 दिनका बच्चालाई मोबाइल राखेर नुहाउन जान्छन् आमाहरू। हजुर। पेटीमा उनको मोबाइलमा ध्यान छ। जमानै त्यस्तै आयो। हामीले ल्याएर हुने कुरा त्यहाँ छैन कि। त्यो अब समयले नै अब त्यसरी नै समयले जुराएको कुरा हो।
शिक्षा 1 नम्बर र 2 नम्बरमा कृषि मैले जानेको कुरो यही हो। शिक्षा 1 नम्बर 2 नम्बर कृषि। कृषि अब कस्ता ठाउँमा गइयो हजुर तर कृषि जस्तो ठुलो केही देखिएन। शिक्षाभन्दा ठुलो पनि केही रहन्छ, अरू केही जाँदैन, सब एक दुईवटा कुरा। पहिलेको बच्चाहरू कृषिमा कतिको रुचि राख्छन् जस्तो लाग्छ बुवाले? के पाउनुहुन्छ पहिला र अहिलेको फरक? फरक अहिले बच्चा कृषिमा ध्यान नदिने अर्थ चाहिँ नि छ एउटा, कृषि सिक्नलाई केही उमेर जानुपर्छ। उमेर जानुपर्छ र सिकाइ पनि छैन कि? सिकाइ छ, गरिरहेका छन्, देखिरहेका छन्। भनेको पढाइमा चाहिँ छ कृषि, तर अब खेतबारीमा जस्तो बुवाले भन्नुभयो यहाँ त्यो बच्चाहरूको त लागि आउँछ सिकाइको लागि त्यो आउँछ यस्तै सिकाएर सिकिन्न कि त्यो अटोमेटिक। तरकारी घरमा छैन भने त उसले उत्पादन गर्न खोज्छ नि, आवश्यक परे त पर्छ भने पर्यो। नेपालमा खुर्सानी नलाउने ठाउँ नको नेपाली नहोला। हो हो अरू खुर्सानी लगाइ खान पुग्छ, हजुर एउटा दुईवटा चाहिने अदुवा लगाइ खान पुग्छ होला। त्यसमा आउँछन् अहिले त्यस्तै प्रयास आउँछन्, बच्चाहरू आउँछन्। किन आउँछन् भने हामीले पनि गरेनौँ कि। हजुर 12-14 वर्ष बाहिर हिँड्यो, यसलाई यस्तै चिज मैले सिकिदियो त मैले त मेरो परिवार त यही जग्गामा पाल्थेँ कि। एकपल्ट आउँछ टाइम त्यस्तै आउँछ भनेको आवश्यकता जब आवश्यक पर्छ त्यो कुराहरू अटोमेटिक कृषिहरू अटोमेटिक मान्छे गर्न रेडी हुन्छ। अहिले पुगुन्जेल मात्र हो, नपुगुन् भनौँ न अभाव हुनको बेला चाहिँ। अभाव हुनको बेला आफू माथि छ भने त्यो फेरि पनि हुन्छ कि। हजुर बाघो भन्ने मन गएर गाई लोट्ने भने कसैले तेरो गाई कहाँ लोटे मेरो गाई मेरो बाघो भन्ने चलन आउँछ होइन। हजुर हजुर नत्र म यहीँ थिएँ, यति मैले यति ज्ञान पहिले गरिदिए त मलाई कुनै नोकरी चाकरी गर्नै पर्दैन थियो। हजुर यस्ता टनेल त मैले कति बनाउँथेँ। यस दबाई पानी पनि छ, यहाँ 4-5 किसिमका दबाई छन्। हजुर यसलाई ज्वरो आउँछ, हजुर भेड लाग्छ होइन, यो चाहिँ आफै यसले सिकाउँछ। हजुर यहाँ कृषि तालिम गर्न आएको टिचरले सोधेको छ बुवा तपाईँले कहाँ तालिम गर्नु आएको भन्यो, मैले यहीँ गरेँ। कसरी गर्नु आफैले सिकेँ होइन, कसरी गर्नु हो भन्यो मलाई त्यो। हजुर यहीँ रमेश कहाँ बस्थ्यो, यो गरियो भएन अर्को तहले गरेँ, हजुर अर्को तहले गरेँ, परीक्षण गर्नुभयो, त्यसैले उ बाजे त्यसैले भयो भनेर त्यसैले प्रयोगशाला बनाउनु भयो। यो असारमा हुन्छ तयारी, यो काटेर फाल्ने हो होइन। यहाँ बिचबिचमा सेबी छन्, जिग्रा हाल्ने माथि फल्छ, यसलाई डाइट दिने होइन। यो सिउँडी यहाँ हुनिन्छ, 4 किलो ल्याएर खाएँ, त्यही भएर लाग्यो सबै दाना तयारी भयो, फल तयारी भएन है, यिनी सब अन्त लाउने भने अब हुन्छ नि। यो ड्र्यागन फ्रुट यहाँ थुरी लासो त ल्याउँदो त्यो तल। यहाँ घारा हाल्ने उँधो घारा हाल्ने एउटा माथि फलाउने क्या, टायर हामी कहाँ हुन्न नि। हजुर हजुर त्यस्तै छ यो। अनि के छ बुवा यतातिर गाउँ छोडेर बजारतिर झर्ने मान्छेहरू कति छन्? त्यो त अब चल्ती झर्ने हो, पैसै छैन त पाकेटमा फल्ने झर्ने हो। यहाँ गाउँ बसाइ सर्ने। हजुर बसाइ सर्ने कतिको छन् मान्छेहरू भनेको? यहाँ एकदम कमजोर छ, बसाइ धेरै सरिरहेछ मान्छे, धेरै सरिरहेछ बसाइ सर्ने। यहाँ यसले छोड्यो सबै, तर यिनीलाई सराप छ। हजुर यिनी फर्केर आउँछन्, हजुर कसैले जग्गा खान्नन् बा यहाँ। हजुर अब हाम्रा 2-3टा जग्गा फाल्टु भइरहेका छन्, गोरीखा भनेर दिए त मेरो एउटा बच्चाले भनेको छ मेरो वंशमा मैले गर्न नसके मन्दिर भाइ बनाउँछु, मैले भेट्दिनँ। हजुर हजुर शङ्करले हजुर भाइहरूले बेचे, मैले केही भन्दिनँ, मेरो टुक्रा मैले मन्दिर बनिदिन्छु, मलाई सम्म ठाउँ दियो भन्थ्यो शङ्करले। के गर्ने हो, यहाँ पढाइ गरेर ध्यान थिएन, तर मान्छेलाई पछुतो लाग्छ छोडेमा। यो के यो यताबाट बसाइ सरेर गएको मान्छे फर्केर आउला बुवा, के लाग्छ हजुरलाई? नगाडी मेरो छोरो 15 वर्ष बस्यो रोलमा। हजुर कोरोना आएर सबै आएर यहाँ बसेर कति लगभग 7-8 हजारको रासन माथि खाएँ, 10 हजारको। हजुर सबै जम्मा हुँदाखेरि केहीले बुझेन, बाध्यता हुन्छ। हजुर अन्यत्र गएर बस्दाखेरि अलि थोरै हुन्छ के हो, बहुमत थोरै हुन्छ, गाउँ जस्तो हुन्न। हजुर जान त बुवा अब केही समयको लागि बजारतिर नि गएर बस्नुभयो, बजारतिर गएरको बसाइ र यहाँको बसाइमा के फरक पाउनुभयो? उतातिर गएर बस्न सकिन्छ जस्तो लाग्ने बुवालाई बजारमा गएर? मेरो आफ्नै उमेरका उसले त अब मलाई बजार सुट गरेन, बजारमा बस्न उपयुक्त ठान्नु भएन। किनभने यस्तो गर्ने ठाउँ हुन्न। हजुर मेन कुरो कि हजुर यतिका चर्चिने ठाउँ हुन्न। बच्चाहरूको पेसामा उनलाई बाध्यता भयो, हजुर भन्नु पऱ्यो, गर्नै पर्यो पेसा नगरे के खाने, हजुर उनले के खाने, उनको बच्चाले के खाने, उनी टाइममा गयो भने फाल्टु गयो।
यस्तो गर्न पाइन्न कुरो नि। हजुर यदि फ्री भएन भने दिमाग त्यसै के अरे भन्छ बिमार रोग लाग्छ। हजुर यहाँ त मलाई कपाल देख्यो नि पेट देख्यो नि मैले काम गरिरहेको हुन्छु। दाजुजी भएर सोध्छु कहिले कसैले मलाई किन गर्नुहोस् भन्नेवाला पनि छैन होइन र आफ्नो इच्छाले इच्छा त्यही भएर बिहान कति लगभग एक दिनमा कति घन्टा जति काम गर्नुहुन्छ बुवाले हजुरले बाहिर चाहिँ? मैले 3 घन्टा अनिवार्य मैले पछि नै छोडेर काम गर्न बाध्यता हुन्छ मलाई। हजुर हजुर डेली खाना दिन 3 घन्टा त म तल छोड्नु पुगेर मलाई खानालाई कि हजुर हजुर खानालाई खाना पचाउनलाई खाना पचाउनलाई हजुर 2-3 घन्टा त मैले अनिवार्य पसिना निकाल्न तुझो किनभने मलाई त्यसले उसी दिन भनेको थियो कि डाक्टरले हजुर हजुर यो मिसिन हो यो जाम भयो भने अनि दबाई रोज चलिएको छ। हजुर एउटा दबाई पनि समयमा खान्छु। सबभन्दा राम्रो म सन्तुष्ट छु कि हजुर बच्चाहरूले सानो बच्चाहरूले राम्रो गरेर सन्तुष्ट छु। कुनै कुराको चिन्ता भन्ने कुरा भएन कि रोग हो गर हो बेमतलबको रोग हो चिन्ता। हजुर फिरिरहने टन्न जति इच्छा छ त्यति खाने हजुर चिन्ता गरेर अब खेत किनेर कली गरिदिन्छ बारी किनेर कली गर्छ धेरै बोका बाख्रा पालेर कली गरिदिन्छ रुख नचढी हुन्न। त्यही भएर म यस्तामा छैन बा सन्तुष्ट छु। छोराछोरीबाट पनि सन्तुष्ट छु। यसैको लागि हो अब त्यसको लागि पनि अलिअलि शिक्षा भएपछि आफूले ध्यान दिन्छन् कि त्यो टेन्सन गर्न पर्दैन गर्नै परेन किनभने हामीले जुवाड लाएर झुनेवाला पनि छैन। हजुर जड आफैलाई समझदारी ल्याउनु नि पर्छ। यिनले खेती किसान त गरेर त खाँदैनन् किन खाँदैनन् भने त्यस्तै भयो कि समय परिस्थितिले हजुर शिक्षा सुहाउँदा पनि सुहाउन्न कि हजुर यहाँ सब्जी खेती यसैमा सीमित भएर मात्र सहेन सुहाउन्न साइडबाट गर्छन् कृषि त गर्नै पर्छ। तर अरू जे पेसा गरे पनि कृषि चाहिँ अब हाम्रो अनिवार्य यो चाहिँ गर्नै पर्ने कुरा हो। मेन कृषि पेसा किनेर खानु एकदम गरिब हो। हजुर जेबको दाम ध्यान दुईवटा थाप्नु पर्छ। पैसा राखिहाल्छ भोलि पोखिन्छ भने थाप्नु पऱ्यो भिख माग्नु पऱ्यो भने त्यही त हजुर यहाँ राखेर नोट त्यसलाई द्याएपछि उसले त आफ्नो पैसा पाऊ पोख्यो भने त आफ्नो पोखिने हो भिख मारेर खाने हो कि होइन। अब उत्पादन गरिन्छ भने त सेयर हजुर हजुर कसैलाई द्याएपछि कसैले के गर्छ भने आफूले 12 आना दिने भने उसले 50 पैसा त दिन्छ। हजुर सोको साग त दिन्छ सिन्की त दिन्छ नै खरिद दिन्छ। हजुर दामै पनि ठुलो कुरा होइन हजुर त्यस्तै हुन्छ अब। अनि बुवा यो स्थानीय सरकार छ नि जुन यसले चाहिँ कस्तो काम गरेको छ बुवा यो ठाउँमा? स्थानीय सरकारबाट भनौँ न तपाईँहरू जनताहरू सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न? के छ छैन गर्नुपर्ने पार्टी फिलिङ छ कि पर्याप्त काम गरेको छैन। पर्याप्त काम गरे पनि छैन उसले आफ्नोलाई मात्रै गर्छ कि दिन्छ कि काम भनेको आफ्नो पार्टीको सर्कल आफ्नो सर्कलभित्र मात्र गरिरहेछ। देश सर्कलमा नभएकोलाई घाटा छ। समान्तर रूपमा गरिरहेछ गरिरहेको छैन अहिलेसम्म गर्दै कसैले पनि गरेनन्। यत्रो उमेर भयो मैले उनले आफ्नो अन्त हाम्रा त्यहाँ नभएर हो कि हाम्रा पनि त्यसै गर्दा हुन्। हजुर कुरो त्यहाँ पनि छ कि भनेको समान रूपमा कामहरू भएको छैन। स्थानीय सरकार पनि भएन यहीँको सरकार पनि भएन भएको छैन किनभने पार्टी फिलिङ छ कि हजुर आफ्नो पाइनललाई सेवा सुश्रूषा आफ्नो मान्छेहरू भन्ने कुरा एकदम हाबी छ होइन। हाम्रो बुवाले कहिले कार्यक्रम भयो भने सबभन्दा गरिबसित भात खान्थे। हजुर किन यस्तो बुढो कति छोचो भन्थेँ मैले। मलाई जवाब उनले के दियो भने भैला चाहिने मलाई यो हो खाऊ गयो। हजुर उसले कहीँ भन्न पनि जान्ने अहिले गाउँभरि भन्छ हजुर सँगै खायौँ हजुर सँगै गऱ्यौँ भोलि मेरो काम गर्ने यही हो भन्ने बुवाको मलाई शिक्षा त्यो छ कि हजुर आफूभन्दा सानो मान्छेलाई जति दया गर्नुपर्ने किन त्यो काम लाग्छ अरे कि। हजुर तिमीले मेरो घर जो दिन नगर भोलि त गइहाल्छ हजुर होइन त्यस्तो हुन्छ कि त्यस्तो चाहिँ सही जमाना चाहिँ खतम छ। र मैले सबभन्दा मभन्दा कमजोरीलाई मैले बढी दया गर्न चाहन्छु। हजुर किन उसले मलाई काम दिन्छ। हजुर हाम्रो घर पारी हो दाजुभाइ पारी छन् यहाँ अरू जातभाइ मेरो दाजुभाइ यिनै हुन्। मैले त्यही बुझेको छु किन खबर दिने यिनले त यिनैले हो उहाँ पुऱ्याउने। त्यही भएर सबभन्दा मैले मभन्दा कमजोरलाई बढी दया मेरो हर समय आइरहेको थियो आउँछ पनि अहिले पनि आउँछ। हजुर आफूभन्दा कमजोरलाई तान्ने उसले सहयोग गर्छ कि। हजुर हजुर
सहयोग गर्छ काम गरिदिन्छ कि उसले त्यही हो लाग्यो ल यो सब हस् बुवा ल धन्यवाद यति